अभिवादन छ सबैमा र शुभ दिनको कामना गर्छु हजुरहरू सबैमा। र यो चाहिँ अस्ति कार्तिक अन्तिममा ठिराउँदै भए पनि है आलीले आलु रोपिएको थियो है। यो आलु चाहिँ एकदमै मिठो हुन्छ। यो चाहिँ मैले चाहिँ हाम्रो यता लोकल आलु भन्दाखेरि पनि म चाहिँ के गर्छु भन्दाखेरि चाहिँ जलन्दरे आलु रोप्छु है। जलन्दरे आलु नै रोप्छु, सस्तो पनि पर्छ र फल्नु पनि अचम्मै राम्रो फल्छ र खानुमा पनि यति साह्रो मिठो हुन्छ है। आफूले ल्याएर रोपिसकेपछि आफ्नो लोकलै भइहाल्छ है। यहाँ आज चाहिँ घमाइलो छ दिन है। मेरो चाहिँ अस्ति अलिक दिन चाहिँ मेरो काँटीले खुट्टा छेडेको थियो र चाहिँ अलिक दिन चाहिँ अलिक अस्वस्थ भएर बेडमै पुरै बेड रेस्ट भयो र चाहिँ अहिले चाहिँ यो मेरो यहाँ यो बुहारीहरू भयो है, यो भाइहरू भयो, यिनीहरूसँग चाहिँ यसो आज त के हिजोदेखि नै खनेको आलु चाहिँ आलु खन्नुपट्टि लागेको छ है। यो चाहिँ म चाहिँ जलन्दरे आलु रोप्छु। अब जलन्दरे भिटे रोप्छु म चाहिँ है। यो चाहिँ एकदमै मिठो हुन्छ। तपाईँहरूलाई सब्जी खानु पनि यति साह्रो मिठो हुन्छ र यो उसिनेर खानु पनि यति साह्रो मिठो हुन्छ यो आलु चाहिँ। अब यो जलन्दरे आलुको चाहिँ खासियतै अर्कै हुन्छ। अब रोप्नु त अब यहाँ अब कसैले अब रोप्छ नि, अब त्यो निलाटुसी आलु रोप्छ। निलाटुसी आलु राम्रो हुँदैन, हेर्दाखेरि चाहिँ ठुलो फल्छ तर त्यसलाई बिचमा काटेर हेर्नु चाहिँ भित्र खोक्रो हुन्छ। त्यसले गर्दा निलाटुसी आलु राम्रो पनि हुँदैन। र यो चाहिँ हाम्रो एकदमै गाईको मलमा रोपेको है, एकदमै अर्ग्यानिक आलुको खेती हुन्छ। अब आलु भन्दाखेरि हामी अब त्यस्तो धेरै क्या बेच्ने हिसाबमा त रोप्दैन है। अब यसो आफ्नो घरमा खानु र आफ्नो यसो साथीभाइहरूलाई होइन, यस्तो आफ्नो आफन्तहरूलाई बाँड्नुकै लागि भए पनि यसो एक बोरा भन्दाखेरि पनि हामी 50 किलो जस्तो चाहिँ ल्याएर रोप्छु। तपाईँको एक बोराले कोही बेला 16 बोरासम्म पनि फलिहाल्छ है। कोही बेला त्यही 15-16 बोरा त कन्टिन्यू नै फलेकै हुन्छ। र योपालि चाहिँ त्यति राम्रो भएन आलु, किनभने योपालि चाहिँ अस्ति यो सट्टै मजाले आलुको यो उयो आएको थियो होइन, झ्याङ आउँदाखेरि चाहिँ एकदमै हुस्सियो क्या, फकी भन्छ नि, फकी ड्याममै बसिदियो नि त। त्यसले गर्दा चाहिँ आलुको झ्याङ अलिकति बिग्रियो है। र फेरि यस्तो छ कि यो आजकल त खेती गर्नु पनि यति साह्रो पिर छ कि अब यो मृगले कोट्याएर खानु थालिहाल्छ। यो आलु त झन् देख्नै हुँदैन। घरदेखि अलिक टाढो रोपे कि जङ्गली जनावर ज्यादा भएर होला खै सागसब्जी पनि के भन्नु। अब यो आलुबारीमा लगाएको सागहरू भयो, यो त केही पनि छैन है। तर यो चाहिँ अब आलु हो है। यो हामीले अब आफ्नो अर्ग्यानिक खेतीपाती भनौँ न, खेतीपाती अब हामी बस्तीको मान्छेहरू है, यसरी खेतीपाती गर्छौँ है। आफ्नै फलाउँछौँ अनि आफ्नै खान्छौँ है। ज्यादा जस्तो हामी बाहिरमा निर्भर गर्दैनौँ र आफ्नै हिसाब